नमस्ते। धेरैलाई जापानी भाषा सिक्न गाह्रो लाग्छ हैन? तर चिन्ता नलिनुस्, आज हामी मिन्नानो निहोङ्गोको पहिलो पाठलाई यस्तो तरिकाले टुक्रा टुक्रा पारेर हेर्नेछौँ कि यो सकिन्दासम्म मजाले आफ्नो पहिलो जापानी वाक्य बनाउन सकिनेछ। ल, ढिला नगरिकन सुरु गरिहालौँ है त। आजको हाम्रो यात्रा यस्तो हुनेछ है। पहिले त जापानिज र नेपाली वाक्यमा कस्तो गजबको समानता छ त्यो हेर्छौं। त्यसपछि पार्टिकल वाको रहस्य खोल्छौं। अनि ए इज बी र ए इज नट बी कसरी भन्ने त्यो सिक्छौं। र अन्त्यमा प्रश्न कसरी सोध्ने, यो सबै हेरिसकेपछि आजको मुख्य सिकाइ के रह्यो त्यो पनि सरसर्ती हेर्नेछौं। ल, हाम्रो पहिलो खण्ड। यहाँ हामी एउटा यस्तो कुरा हेर्दैछौँ जसले जापानिज भाषा सिक्न खोज्ने नेपाली भाषीहरूलाई साँच्चै ठूलो राहत दिन्छ। त्यो हो हाम्रो नेपाली र जापानिज वाक्यको संरचनामा रहेको एउटा गजबको समानता। सुरुमै हाम्रो आधा काम सजिलो भयो नि, होइन? हो, यो हेर्नुस् त, दुवै भाषामा चाहे नेपाली होस् वा जापानी, वाक्यको बनावट एउटै छ। सब्जेक्ट, त्यसपछि अब्जेक्ट अनि अन्त्यमा वर्ब। जस्तै हामी म भात खान्छु भन्छौं नि, शब्दहरूको क्रम याद गर्नुस् है। जापानीमा वाताशी वा गोहानो ताबेमासु भन्दा पनि ठ्याक्कै त्यही क्रममा शब्दहरू आउँछन्। यो त हाम्रो लागि एकदमै ठूलो फाइदाको कुरा हो। ओके, वाक्यको स्ट्रक्चर त उस्तै रहेछ, तर जापानिज वाक्यमा शब्दहरूलाई एक आपसमा जोड्ने केही त होला नि, होइन? हो, त्यही कुरा हो पार्टिकल। अब हामी जापानी भाषाको मुटु नै मानिने यो पार्टिकलको बारेमा कुरा गर्नेछौँ, र त्यसमा पनि सबभन्दा महत्त्वपूर्ण पार्टिकल वा, जसको उच्चारण चाहिँ वा हुन्छ, त्यसको रहस्य खोतल्नेछौँ। त्यसो भए यो पार्टिकल अथवा जापानीमा जोशी भनेको के हो त? सीधा भाषामा भन्नुपर्दा यो यस्तो शब्द हो जसले वाक्यमा अरू शब्दहरूको एक आपसको सम्बन्ध के हो भनेर देखाउँछ। अझै सजिलोसँग बुझ्दा यो एउटा ग्लू जस्तै हो, जसले वाक्यको अलग अलग टुक्राहरूलाई एकै ठाउँमा चट्ट टाँसिदिन्छ। अब यहाँ एकदमै ध्यान दिनुहोला है, यो एउटा एकदमै महत्त्वपूर्ण कुरा हो। लेख्दाखेरि हामी हिरागानाको ह अक्षर म्हणजे ह लेख्छौं, तर जब यही अक्षर पार्टिकलको रूपमा वाक्यको बीचमा आउँछ नि, तब यसको उच्चारण ह हुँदैन, यसको उच्चारण हुन्छ वा। यो नियम चाहिँ कहिल्यै बिर्सिनु हुँदैन। ल, त्यसो भए यो वाको काम चाहिँ के हो त? यसले वाक्यमा एउटा स्पटलाइट जस्तो काम गर्छ, जसले वाक्यको मुख्य विषय के हो त्यसलाई ट्र्याक्क उज्यालो पार्छ। भनेको कसैले वा प्रयोग गर्यो भने उसले भन्दैछ, ल है, अब म यो विषयमा कुरा गर्दैछु है। र यो स्पटलाइट जहिले पनि सब्जेक्टको ठिक पछाडि आउँछ। ल, अब आयो त्यो क्षण जसको हामीलाई प्रतीक्षा थियो। अहिलेसम्म सिकेका साना साना टुक्राहरूलाई जोडेर अब हामी हाम्रो पहिलो पूर्ण जापानी वाक्य बनाउन जाँदैछौँ। यो संरचनाले हामीलाई ए इज बी जस्ता पोजिटिभ कुराहरू भन्न सिकाउँछ। यो नै हो त्यो जादुई फर्मुला N1 वा N2 देश। एकदमै सजिलो छ। यहाँ N1 भनेको हाम्रो टपिक, N2 भनेको त्यो टपिकको बारेमा जानकारी, अनि देशको मतलब हो वा हुँ। कति सरल, होइन त? ल, यसको एउटा उदाहरण हेरिहालौं। वाताशी वा नेपारुजिन देश। यहाँ वाताशी भने म भयो N1 र नेपारुजिन भने नेपाली भयो N2। सिधा अर्थमा म चाहिँ नेपाली हुँ। अझै एउटा उदाहरण हेरौँ है। साकुरा-सान वा सेन्से देश। यसको मतलब भयो सकुराजी चाहिँ शिक्षक हुनुहुन्छ। देख्नुभयो, अघिको जस्तै फर्मुला प्रयोग गरेर अर्को व्यक्तिको बारेमा पनि जानकारी दिन मिलिहाल्यो। पोजिटिभ वाक्य बनाउन त आइहाल्यो, अब नेगेटिभ बनाउन त झन् सजिलो छ। अघिको त्यही फर्मुलामा एउटा सानो शब्द मात्र फेर्नुपर्छ, अरू केही गर्नै पर्दैन। नेगेटिभको लागि फर्मुला यस्तो छ, N1 वा N2 जा अरिमासेन। यहाँ ध्यान दिएर हेर्नुस् त, पोजिटिभ वाक्यको देशलाई हटाएर त्यसको ठाउँमा हामीले जा अरिमासेन राख्यौं। बस यही एउटा शब्दले होलाई होइनमा बदलिदिन्छ। जस्तै यो वाक्य हेरौँ, वाताशी वा गाक्सेई जा अरिमासेन। यसको अर्थ हुन्छ म चाहिँ विद्यार्थी होइन। अर्को एउटा उदाहरण, सन्तोष-सान वा निहोन्जिन जा अरिमासेन। मतलब सन्तोषजी चाहिँ जापानी होइनन्। एउटा थप जानकारी है, अलि बढी फर्मल वा पोलाइट तरिकाले बोल्नुपर्दा जा अरिमासेनको ठाउँमा देवा अरिमासेन पनि प्रयोग गर्न सकिन्छ। अर्थ उही हो। ल, पोजिटिभ र नेगेटिभ त भयो। अब पालो आयो प्रश्न सोध्ने। अनि जापानीमा प्रश्न बनाउन त यति सजिलो छ कि सुन्दा पनि अचम्म लाग्न सक्छ। हेर्नुस् त, केही गर्नु पर्दैन, त्यो
पोजिटिभ वाक्य थियो नि, N1 वा N2 देश हो, त्यसैको अन्त्यमा पार्टिकल का थपिँदै पुग्यो। बस यति गरेपछि यो प्रश्न बनिहाल्यो। N1 वा N2 देशका भइगयो। उदाहरणको लागि रामसान वा सेन्से देशका, यसको मतलब भयो कि रामजी शिक्षक हो वा रामजी चाहिँ शिक्षक हो। सजिलो छ नि होइन? अब हो वा होइनमा उत्तर आउने प्रश्न मात्रै त सोधिँदैन, को, के, कहाँ जस्ता प्रश्न पनि सोध्नुपर्छ। को भनेर सोध्नको लागि जापानीमा दुईटा शब्द छन्। सामान्य अवस्थामा डारे प्रयोग हुन्छ, तर अलि पोलाइट भएर आदर दिएर सोध्नु पर्यो भने चाहिँ दोनाता भनिन्छ। त्यही क्वेशन वर्ड प्रयोग गरेर एउटा वाक्य हेरौँ है। अनोहितो वा दारे देशका, यसको अर्थ हो त्यो मान्छे को हो। ल, आज हामीले धेरै कुरा सिक्यौं। अब एकचोटि सर सबैलाई एकै ठाउँमा राखेर हेरौँ न त। आजको हाम्रो मुख्य सिकाइ यही हो। यो तालिकामा हेर्नुस् त, आज सिकेका 3वटा मुख्य फर्मुलाहरू एकै ठाउँमा छन्। पोजिटिभ बनाउनु पर्यो भने देश, नेगेटिभ बनाउनु पर्यो भने जा आरिमासेन, अनि प्रश्न सोध्नु पर्यो भने वाक्यको अन्त्यमा का। बस मिन्ना नो निहोङ्गोको पहिलो पाठको सार नै यही 3वटा संरचना हो। ल, आज सिकेका कुराहरू प्रयोग गरेर अब आफ्नो नाम, पेशा वा राष्ट्रियता जापानीमा बताउन सकिने भयो। त्यसो भए अब एउटा प्रश्नमा विचार गरौँ त। आज सिकेको ज्ञान प्रयोग गरेर जापानी भाषामा आफ्नो परिचय कसरी दिन सकिएला? एकपटक मनमनै प्रयास गरेर हेर्दा कस्तो होला?